तपाईँको इमेल एड्रेस र पासवर्ड सुरक्षित छ त? सुरक्षित नहुन सक्छ, किनकि ब्रिच वेबसाइटमा 5,63,00,000 युनिक इमेल एड्रेस, 12,40,00,000 पासपोर्ट असुरक्षित सूचीमा थपिएका छन्। अनलाइन सुरक्षा र डाटा चोरीको जानकारी दिने सेवा ह्याभ आई बिन पन्डले आफ्नो डाटाबेसमा 5,63,00,000 युनिक इमेल एड्रेस, 12,40,00,000 पासपोर्ट असुरक्षित सूचीमा थपेको छ। यो डाटा स्टिलर लक्स भन्ने सङ्ग्रहबाट आएको हो, जसमा तपाईँको विवरण पनि पढ्न सक्ने सम्भावना छ। त्यसैले तपाईँले आफ्नो इमेल र पासवर्डको डेटा ब्रिच भएको छ कि छैन वा सुरक्षित छ कि छैन भनेर आफैले जाँच्न सक्नुहुन्छ। जो कोहीले पनि ह्याभ आई बिन पन्डको वेबसाइट haveibeenpond.com मा गएर आफ्नो इमेल एड्रेस राखेर आफ्नो डाटा ब्रिच भएको नभएको थाहा पाउन सकिन्छ। प्रयोगकर्ताले भविष्यमा हुने यस्ता डाटा चोरीको जानकारी तुरुन्त पाउनको लागि अटोमेटिक सर्टिफिकेसनमा पनि साइन अप गर्न सकिन्छ। यदि तपाईँको इमेल वा पासवर्ड यो सूचीमा फेला परेमा सबै पासवर्डहरू परिवर्तन गर्नुहोस्। टु फ्याक्टर अथेन्टिकेसन 2FA प्रयोग गर्नुहोस्। यसले गर्दा अपराधीसँग तपाईँको पासपोर्ट भए पनि तपाईँको अकाउन्टसम्म पहुँच पुर्याउन सक्दैन र इमेल, सामाजिक सञ्जाल, ई-कमर्स वेबसाइटहरूमा प्रत्येक सेवाको लागि फरक र बलियो पासवर्डहरू राख्नु बुद्धिमानी हुन्छ र यस्तोमा धेरै पासवर्डहरू हुनसक्छ र सम्झिनको लागि हामीले पासपोर्ट म्यानेजर युज गर्न सकिन्छ। यसले गर्दा हाम्रो डाटा एउटा ठाउँमा चोरी भए पनि अरू एकाउन्टहरूमा सुरक्षित रहने सम्भावना हुन्छ।